लसु फ्याफुल्ला साथीहरू नमस्कार। आज म यो म्यापबाट चाहिँ अस्ति रसुवामा बाढीले क्षतिग्रस्त बनाएका ठाउँ हेर्दैछु। कुन हिउँताल फुटेर चाहिँ आएछ। अहिले हामी यो मैले कर्सरले घुमाएको ठाउँ यो मितेर पुल हो। हेर्नुहोस्, यो नेपाल र चाइनाको यो मितेरी पुल हो। यो मितेरी पुल यो चाइनाको इमिग्रेसन, यो त नेपालको हो। अब यो यताबाट आउने त्रिशुली नदी हो, यताबाट दायाँपट्टिबाट आउने भोटेकोशी र यो बायाँपट्टिबाट आउने त्रिशुली नदी हो। अब हेरौँ, अब हेर्दै जाउँ। यस्तो छ, अब गुगल म्यापमा चाहिँ अब 3D म्यापमा हेर्दा चाहिँ यस्तो देखिन्छ हैन। अब मैले चाहिँ यहाँ हिमताल हेर्ने कोसिस गरेको छु। जस्तै RESUO, यो अब रेसुवा लेखेको छ हैन, त्यो रसुवा लेखेको होला सायद। यहाँदेखि यो कर्सर घुमाउँदै 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 यो ठाउँमा, यहाँ यो कर्सर भएको ठाउँमा एउटा हिमताल देख्छु। हेर्नुहोस् है, यहाँ हिमताल छ, 3टा हिमताल छ। हेर्नुहोस् साथीहरू, यो 3टा हिमताल हेर्नुहोस् त। यहाँ 3वटा हिमताल एकदम छेउछेउमै छ। यो भरि नै लागेको छ, यो पनि भरि नै लागेको छ, यो पनि भरि नै लागेको छ। अब यो हेर्नुहोस् त, यो एउटा हिमताल कत्रो छ, निकै ठुलो छ। यो लाखौँ क्युबिक मिटर पानी छ एउटैमा। अर्को पनि त्यस्तै छ, यहाँ यो पनि त्यस्तै छ, यो अर्को पनि त्यस्तै छ हैन, ठुल्ठुलो। अब यसको माथिको भित्ता कस्तो छ भन्दाखेरि हिउँ नै हिउँले ढाकेको। यो हेर्नुहोस् त, यो जति सबै यो उँधो नेपालतिर फर्केको छ। यो पहाडहरू जति पनि यहाँ हिम पहिरो आउँछ सबै उँधो झर्छ भने यो यतापट्टि देखेको यो हिमतालहरू छ, यिनीहरू भने यता आउँदैन, उता चाइनापट्टि नै जान्छ। र अर्को एउटा ठुलो तपाईँको यहाँ एउटा ठुलो ताल छ। यो ताल चाहिँ तपाईँको पिकुचो ताल भन्छ, यसलाई पिकुचो ताल भन्छ। यो चाहिँ विशेष गरी यो ब्रह्मपुत्रको उद्गम क्षेत्र पनि भनिन्छ। यसको पानी ब्रह्मपुत्र नदीमा जान्छ। अब हेरौँ, अब यहाँ हेरौँ न। अब यो ताल छ, हिमताल यो एउटा 2टा भयो। अनि त्यहाँदेखि अर्को ताल पनि यहाँ छ। यो ताल चाहिँ हतपत देखिँदैन हैन। यहाँ पनि छ, हेर्नुहोस् है। यहाँ एउटा ताल छ, एउटा लुकेको ताल छ। यहाँ हेर्नुहोस् है, यो ताल हेर्नुहोस्। यो एरियामा हेर्नुहोस्, पुरै हिउँ नै हिउँ छ। यहाँ अलिकति सानो ताल देखिन्छ, तर यो वरिपरि पहाडले ढाकेको, तर यो विचार गर्दाखेरि धेरै ठुलो ताल जस्तो देखिन्छ। यहाँ हेर्नुहोस्, यति ठुलो ताल देखिन्छ यहाँ। अब यसको पानी निस्किने भने पनि यतै हो। अब हेर्नुहोस्, यो पानी निस्किन्छ, यही खोज हुँदा यता आउने हो। अब यो खोज आएर पनि यही नदीमा यहाँनिर, यहाँ हेर्नुहोस्, यो बैकु भन्ने ठाउँमा आएर यता आएर यहाँ मिसिन्छ। अब यहाँबाट फुटेर आए पनि यही खोला हुँदै तल झर्ने हो, यताबाट फुटेर आए पनि यहाँबाटै तल झर्दै आउने हो। अब अर्को पनि हिमताल मैले देखेको छु। अब हेर्नुहोस् है, यो लाला गियार क्षेत्र छ। यो लाला गियार क्षेत्रमा यहाँ हेर्नुहोस् त कस्तो ठाउँ छ। यो पुरै हिउँहरू पक्लेर तल झरेको एरिया छ। यहाँ पनि हिउँहरू झरेको एरिया, तर यतातिर चाहिँ हिमताल छैन, देखेको छैन। अब यतातिर चाहिँ यस्तो छ। अब यो एरियामा हेर्नुहोस्, अब तपाईँ अब यसलाई जुम गरौँ। यहाँ हेर्नु, यहाँ जुम गरेर हेर्न सकिन्छ। यहाँ हेर्नुहोस् हिमताल, यहाँनिर एउटा हिमताल छ। यो हिमताल पनि ठुलो छ, हेर्नुहोस् त। यता माथिबाट हिउँ बगेर आएको, यहाँ आएर ताल भएर जमेको छ। यो मुनि चाहिँ भन्नु छ हिउँ मात्रै छ, अरू केही पनि छैन। हिउँै हिउँ छ। यो कुनै पनि बेलामा पड्किन सक्छ। हेर्नु त कत्रो ठुलो छ यहाँ पानी, कति धेरै पानी छ यहाँ। अनि त्यहाँदेखि अलिक त्यसको मुनि पनि हेर्नुहोस्, अर्को त्यस्तै
त्यसैको मुनि हिउँ, त्यहाँ हिउँ जमेको छ, ताल छ। अनि फेरि मुनि आएर अर्को ताल बनिएको छ। हेर्नुहोस् है, यहाँ अब यो अर्को ताल बनिएको छ, हेर्नुहोस् है। अनि त्यहाँदेखि मुनि अलिक त्यसै तालहरू, सानो सानो ताल हुँदै यसरी आएको छ। र यहाँ तल आएर चाहिँ निकै ठुलो ताल छ, हेर्नुहोस् है। यो ताल निकै ठुलो छ। यो पनि एउटा हिमतालै हो। अब यिनीहरू पनि आउने भनेको हेर्नुहोस् है, म अहिले जुम आउट गर्छु। यो यहाँबाट यहाँ ताल हुँदै आउँदै यिनीहरू तल झर्ने भनेको यो खोज हुँदै तल झर्ने हो। अब यो खोज हुँदै तल नेपालतिरै झर्ने हो, भोटेकोसी मिसिने। अब त्यहाँदेखि अर्को पनि ताल छ, हेर्नुहोस् यहाँनिर, यहाँ हेर्नुहोस्, यो ताल एउटा यहाँ छ अनि एउटा यहाँ छ। अब यो पहिला यसलाई हेरौँ है त। यो ताल हेर्नुहोस् है त, यहाँ हेर्नुहोस् यो ताल कत्रो छ। यो हिमताल एकदम डेन्जर छ। यहाँ हेर्नुहोस् त, सानो ताल छैन, यो पनि ठुलो छ। यो मुनितिर सबै हिउँ छ। हिउँले बनेको पर्खाल छ, सायद ढुङ्गा पनि होला, भरिन आँटेको छ। अब यसको माथिको हेर्नुहोस् है। अब यसको माथि के छ हेर्नुहोस् त, कस्तो ठाउँ छ। यहाँ हेर्नुहोस् त, यो एरिया जुनै पनि बेला यो माथिको हिउँ तल झर्छ। यो हिम पहिरो जाने ठाउँ छ, यसलाई एभालान्च भन्छ इङ्ग्लिसमा चाहिँ। यो एभालान्च एरिया भयो। यो कुनै पनि बेला यहाँबाट हिउँ तल झरेर यो तालमा परेर चाहिँ यहाँको तालको पनि निस्कन सक्छ। त्यस्तै गरी त्यसको नजिकै अर्को हिमताल छ, यहाँ हेर्नुहोस् है। यो हिमताल हेर्नुहोस्, यो हिमताल पनि त्यस्तै छ। यो पनि सानो छैन, ठुलै छ। त्यसको छेउमा अर्को नि यहाँ ताल छ, सानो छ। त्यो अब यसैमा जोडिएको नि हुनसक्छ। अब हेर्नुहोस्, यहाँ हेर्नुहोस्, यो यत्रो ठुलो हिमताल छ यहाँ। अब यहाँ माथिको स्ट्रक्चर पर हेर्नुहोस्, यहाँ हिउँ जमेर बसेको छ। यहाँ कुनै पनि बेला यो हिउँ तल यो तालमा हिम पहिरो भएर झर्न सक्छ। अब त्यस्तै गरेर अब यतापट्टि यहाँदेखि यता ठुल्ठुलो हिमतालहरू छ, तर यो हिमताल चाहिँ यता आउन सक्दैन, किनभने यहाँ डाँडा छ। हेर्नुहोस्, यो डाँडादेखि उता पल्लोपट्टि डाँडा भएको कारणले यो पानी उता चाइनातिर जान्छ। त्यो भएको कारणले गर्दा जति पनि यता उँधोतिर दक्षिण मोडा भएको हिमालहरू छ, यो एरियामा छ। र यिनीहरूको बग्ने भनेको यता यो खोला हुँदै, यो खोलाको पनि यताको पनि, यो हुँदै यता नेपालको सिमाना यो भोटेकोसी हो, यता हुँदै बग्ने। तर यहाँ पनि हिमताल छ कि भनेर हेरेँ, सायद यहाँ छ, देखिएको छैन। यहाँ चाहिँ हिउँ चाहिँ जमेको छ, तर ताल चाहिँ देखिँदैन। यहाँ हेर्नुहोस् है, यहाँ हिउँ चाहिँ प्रशस्ति जमेको छ, सायद यो हिउँले छोपिएको हुनसक्छ। यो डाँडादेखि उताको पानी भने उता पल्लोपट्टि जान्छ, यता यो भोटेकोसीतिर आउँदैन। यहाँ सानो एउटा ताल चाहिँ देखिएको छ, यहाँ पनि छ, हेर्नुहोस् एउटा ताल चाहिँ, यो पनि ठुलै ताल छ। हेर्नुहोस् है, यहाँ यो पनि ठुलै ताल हो एउटा, यो पनि ठुलै ताल हो। अब यो पनि यतै दक्षिण मोडा भएकै हिमाल हो, त्यो भएको कारणले गर्दाखेरि यो यतै आउन सक्छ। यहाँ पनि छ रहेछ अर्को ताल, यहाँ रहेछ। यहाँ हेर्नुहोस् त, अर्को नि यहाँ छ हिमताल। यो पनि पुरै हिउँले, अब यसको चाहिँ यो वरिपरि ढुङ्गा छ, यो अलिक मजबुत देखिन्छ। यो चाहिँ होइन, बगेर आउने चाहिँ यो चाहिँ अलिक मजबुतै देखियो क्या, यो चाहिँ मजबुत देखियो। अलिक कम्प्युटर अलिक ह्याङअप भयो, अलिक त्यो एरिया चाहिँ मजबुत देखियो होइन। अब हेर्नुहोस् है, अब यो माथिको त देखियो, हेरियो, अर्को पनि हेरियो। अब यो हाम्रोतिर आउने भनेको यो अब नेपालको सिमाना यस्तो, यो खोला हुँदै, यो खोला हुँदै र यो खोला हुँदै आउने हो। अब यो यहाँ माथिको अघि हेरेको हिमतालहरू यहाँ छ,
एउटा यहाँ छ एउटा यहाँ छ होइन, यस्तो यस्तै ठाउँमा छ। अब हेरौँ है, अब यो कुन हिमतालबाट झऱ्यो भन्ने कुरा चाहिँ अहिलेसम्म प्रष्ट भएको छैन। त्यहाँ तिनवटा खोला छ तल झर्ने खोला। एउटा खोज यो छ, अर्को खोज यो छ, अर्को एउटा छोटो खोज यो छ, र यो यहाँ छ अर्को। यो लामो तिनवटा देख्यो, यो लामो खोजबाट चाहिँ यता आउँछ। एउटा यो खोजबाट आउने यहाँनिर एउटा हिमताल छ। जम्मा यही 6-7वटा हिमताल फुटेको हुनसक्छ। अब यो ताल फुट्यो भने चाहिँ कसरी आउँछ भन्दा यही खोचै खोच हुँदै यहाँ आएर भोटेकोसी मिसिन्छ। यिनीहरू भनेको नि यहाँ आएर भोटेकोसीमा, यहाँ पनि भोटेकोसीमा मिसिएर भोटेकोसी हुँदै अब यहाँ चाहिँ भोटेकोसी मिसिएको ठाउँ हो। हेर्नुहोस्, नेपाल इन्डिया चाइनाको सिमाना यताबाट पूर्वपट्टिबाट आउने यो तिनवटा ताल फुटेर आउने ठाउँ यहाँ छ खोज। अब त्यो हुँदै यसरी तल तल बगेर आएपछि लेन्दे खोला भनेर यहाँ लेखेको छ, लुन्दे भनेको छ, लुदिने, अनि तायालेन्दे भनेर यहाँ लेखेको छ होइन, तेयालेन्दे। अब हेर्नुहोस् यहाँ चाहिँ अब रेसुवा भनेर लेखेको छ। यो चाहिँ चाइनाको इमिग्रेसन, अर्थात् नेपाल चाइनाको मितेरी पुल भएको ठाउँ हो। यो त्रिशुली नदी यहाँ छ, मितेरी पुल यहाँ छ, भोटेकोसी यताबाट आउँछ। अब त्यो भिडियोमा देखाए अनुसार चाहिँ यो बाढी यही लेन्दे खोला हुँदै, लेन्दे खोला यहाँ छ होइन, यो लेन्दे खोला हुँदै झरेको देखाएको छ होइन। अब अर्को ठाउँमा फेरि यहाँ हेर्नुहोस्, अलिक यता यहाँनिर हेर्नुहुन्छ भने यहाँ हेर्नुहोस् त यो पहिरोग्रस्त एरिया, पुरै पहिरो गएको छ। सायद त्यो यो पहिरो गएको माटोहरू यहाँ पनि छ, पहिरोग्रस्त क्षेत्रै यो सबै पहिरो गएको जस्तो देखिन्छ होइन। यहाँ हेर्नुहोस् यो डाँडा पहिरो गएको जस्तै देखिन्छ होइन। अनि त्यो पहिरोग्रस्त क्षेत्रबाट चाहिँ यहाँ माटो थुप्रेको हुनुपर्छ यतापट्टि। अब त्यो भएको कारणले गर्दा यो बाटो हुँदै त्यो पानी बाढी आएको छ। हेर्नुहोस् अब यस्तो खोज छ। अब त्यहाँबाट त अब टिमुरे त नजिकै छ। यहाँ हेर्नुहोस् टिमुरे, यहाँ टिमुरे, यो भन्सारहरू, टिमुरे नेपाल बोर्डर, टिमुरे आउटपोस्ट टाइम पर टेम्पररी क्लोज भनेर चाहिँ अहिले चाहिँ भनेको छ। तर पनि यहाँ हेर्नुहोस् त, यहाँ चाहिँ टिमुरे बजार, टिमुरे बजार यही हो। टिमुरे बजारको जस्तै यो सुखा बन्दरगाह एरिया सायद यही हुनसक्छ। यहाँ गाडीहरू प्रशस्त देखिन सकिन्छ होइन। अब इमिग्रेसन अफिस त्यो यहाँ रहेछ। हेर्नु, सुखा बन्दरगाह इमिग्रेसन अफिस भनेर चाहिँ यहाँ छ भनेको छ भने रसुवाको इमिग्रेसन एरिया। अब त्यहाँदेखि यो टिमुरे बजारलाई यति सजिलैसँगले नजिकैबाट हानिदिएको छ। अब यो त्यहाँ तल हुँदै यहाँ रसुवागढी पावर हाउस भनेर छ। यहाँ हेर्नुहोस् त, यो पावर हाउस एरिया यो भइहाल्यो, यो रसुवागढीको पावर हाउस। अर्को अब यताबाट हेरौँ, अब यसरी हेर्दा अब स्याप्रु बेसी यहीँ छ। अनि त्यहाँ टिमुरेबाट चाहिँ यहाँ टिमुरे यहाँ छ, स्याप्रु बेसी यहाँ छ। अनि स्याप्रु बेसीले त हान्ने भइहाल्यो। यो स्याप्रु बेसी अब यस्तो छ। यताबाट आएको नदी यो बढी थुनिएको जस्तो छ, लाङटाङ खोला रहेछ यहाँ। यसरी चाहिँ गोसाइकुण्ड गाउँपालिकाको यो ऊ रहेछ, वडा कार्यालय होला सायद, स्कुलहरू छ, सबै यहाँको डाङडुङ लिएर गएको छ। यसरी माथि देखाएको हिमतालहरू यसरी फुटेर चाहिँ आएको रहेछ भन्ने चाहिँ मैले अनुमान लगाएँ होइन। अब यसलाई जुम गरेर हेर्दाखेरि यस्तो देखिन्छ। हेर्नु खोला यस्तो खोज छ, यो यस्तो खोज छ, दुईतिर पहाड, बिचमा गहिरो खोला बगेर आउनेछ। अब हेर्नुहोस्, यस्तै खोजबाट आएको पानीले चाहिँ
हिमतालहरू फुटेर आएको कारणले चाहिँ यो नेपालमा ठुलो क्षति पुगेको छ। अब हेर्नुहोस् यो माथिको अब यहाँ पनि रोडहरू छ, यहाँ पनि गाउँहरू छ, तर यो गाउँहरूमा केही भएको छ कि छैन केही देखाएको छैन होइन, भनेको छैन चाइनाले के गरेको छ। अब हाम्रो नेपालतर्फ चाहिँ यही बाटो हुँदै त्यो हिमताल फुटेर आएको रहेछ साथीहरू है। हेर्नुहोस् यो हिमताल आउने बाटोहरू यस्तो छ। यो हिमताल यो नेपालतिरै फर्केको छ यो हिमताल। अब हेर्नुहोस् नेपालतिरै बगेर आउँछ यो। त्यही भएर मैले देखेको चाहिँ यहाँ यो दुदाङ भन्ने ठाउँमा छ 3टा ठुल्ठुलो हिमताल, अनि यहाँ किजी भन्ने ठाउँमा छ एउटा हिमताल होइन। त्यहाँदेखि यहाँ आएर यो लाला भन्ने ठाउँमा छ हिमतालहरू है। यहाँ हिमतालहरू यो लालाको एरियामा यहाँ छ, अनि यहाँ छ। यही 5-6वटा हिमतालको कारणले गर्दाखेरि चाहिँ हाम्रो रसोगढीमा अर्थात् रसोल जिल्ला हुँदै नुवाकोट, धादिङ, गोर्खा, चितवनसम्म क्षति पुगेको छ। यस्तै छ यहाँको भौगोलिक धरातलहरू। यस्तो भौगोलिक धरातलबाट चाहिँ यसरी हामीले नक्साबाट नि यसरी हेर्न सकिन्छ। हस्त धन्यवाद भिडियो हेरिदिनु भएकोमा। हस्त नमस्कार।